म्यूजिक। ओके ब्रो, ऐसा मत कर, पागल वाला हो जाए, तू मत कर। हाँ देख, एंड एक्शन। टर्न करके मौके काटी ऊपर आ जा। हेलो साथीहरू, आज चाहिँ मैले तपाईँलाई के भन्नु गइराखेको छु भने नि हाम्रो फेसबुक खोल्ने बित्तिकै सोसल नेटवर्कको प्लेटफर्ममा चाहिँ नि के भइरहेको छ भने आशिकी 3 फिल्मको होइन रिल्सहरू आइरहेको छ होइन। त्यो चाहिँ मलाई एकदम खुसी लाग्छ। हाम्रो सानो कन्टेन्ट मान्छेहरूले बनाइरहेको छ, कन्टेन्ट पाइरहेको छ है, त्यो खुसीको कुरो हो, गर्वको कुरो हो। अन्त कसैले चाहिँ के भनिरहेको छ भने त्यही फिल्मलाई अब आशिकी 3 फिल्मलाई चाहिँ हामीले हेर्नु सक्दैन, फेसबुकमा डल्लै त आइसक्यो भनिराख्नु भएको छ। तपाईँहरूले यत्रो सानो छोटो क्लिप देखेर तपाईँहरूले त्यो पुरा फिल्मको जज गर्नु सक्नुहुन्न क्या हो। तपाईँहरूलाई त्यो चाहिँ तपाईँहरूको त्यो एउटा भ्रम मात्रै हो मनभित्रै। तपाईँहरूलाई चाहिँ भारतभरि सुटिङ भएको छ यो फिल्म चाहिँ। यो सिक्किम, डुवर्स लगायत दार्जिलिङ है, त्यो जग्गाको सानो सानो क्लिपले तपाईँले टोटल फिल्मको जज गर्नु सक्नुहुन्न। म यो सोसल नेटवर्कको प्लेटफर्मबाट म तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु, त्यसो नभनिदिनुहोस् होला। किन भन्दाखेरि तपाईँको त्यो जग्गाको लागि प्रमोट गरिरहेको छ, तपाईँलाई सिक्किमलाई प्रमोट गरिरहेको छ है। हाम्रो भारतमा यस्तो जग्गा पनि छ कि त्यो जग्गाको चाहिँ नामै सुनेको छैन मान्छेहरूले क्या, नाम सुनेको छैन है। त्यो नाम नसुनेकोले गर्दा त्यो जग्गालाई चाहिँ एकदम प्रमोट गरोस् जस्तो लाग्छ, हामीलाई चाहिँ खुसी लाग्छ होइन। कतिजना हामी यो जग्गामा छौँ, हामी सिक्किमको एउटा सुन्दर जग्गामा बसेको छौँ हामीले, त्यसले गर्दा हामीलाई त सबै थाहा छ। तपाईँलाई थाहा छ कि भारतमा यस्तो जग्गा पनि छ कि कसै मान्छेलाई भारतमा यस्तो जग्गा पनि छ सिक्किम भनेर पनि नि थाहा छैन क्या हो। सिक्किम कुन चाहिँ जग्गा हो, नेपाल हो भनिरहेको हुन्छ। त्यो चाहिँ नि तपाईँहरूले सोच्नुपर्छ। तपाईँहरू इन्डियादेखि मतलब स्टेट, सिक्किम स्टेटदेखि बाहिर निस्केर हेर्नुहोस् क्या हो, त्यो दुनियाँमा हेर्नुहोस्। हाम्रो दाजुभाइहरूले लाउनुहोस् क्लिप, दाजुभाइहरू एकदम लाउनुहोस्। किन भन्दाखेरि हाम्रो जग्गामा सुटिङ भइरहेको छ, हामीले प्रमोट गर्नुपर्छ त्यो जग्गालाई। अरे सिक्किममा सुटिङ भएको रहेछ यो मुभी है भन्छ बाहिरको मान्छेहरूले, स्टेट बाहिरको मान्छेहरूले त्यसो भन्छ क्या, गर्व लाग्छ, हामीलाई गर्व हुन्छ क्या। लाउनुहोस् दाजुभाइ, जतिजना सानो कन्टेन्ट क्रिएटरहरूले, ठुलो कन्टेन्ट क्रिएटरहरूले सबैले लाउनुहोस्, प्रमोट गर्नुहोस्। तपाईँहरूले आफ्नो स्टेटलाई, आफ्नो जग्गालाई प्रमोट गर्नुहोस्। तपाईँहरू यही भन्न चाहन्छु म क्या। तपाईँहरूले त्यसरी सानो क्लिपलाई जज नगर्नुहोस्। मैले सोसल नेटवर्कको प्लेटफर्मबाट देखिरहेको छु है, हेरिरहेको छु। किन भन्दाखेरि हाम्रो दाजुभाइहरूले क्या खुट्टा तान्ने काम गरिरहेको छ। हाम्रो दाजुभाइहरूले चाहिँ के गरिरहेको छ भने डिमोटिभेसन गरिरहेको छ क्या। एक दुईजना, थुप्रै त होइन, एक दुईजनाले चाहिँ त्यस्तो बोलिरहेको छ। डिमोटिभेसन चाहिँ नगरिदिनुहोस् होला। तपाईँहरूले सानो क्लिप हेरेर पुरा फिल्मको जज नगरिदिनुहोस् होला, म यही भन्न चाहन्छु। लगायत मैले एकजना भाइको पनि, डुवर्सको भाइको पनि मैले एउटा भिडियो भेटेको थिएँ है। त्यो भिडियोमा चाहिँ के भनिरहेको थियो भने आशिकी फिल्म त सबै फेसबुकमा आइसक्यो भन्नुभएको थियो त्यो भाइले पनि है। त्यो भाइको म नाम लिनु चाहदिनँ होइन, तर पनि त्यस्तो नभनिदिनुहोस् भाइ। तपाईँको जग्गालाई प्रमोट गरिरहेको छ, तपाईँको एउटा सानो क्लिप मात्रै लिइरहेको छ त्यो जग्गाबाट, बुझ्नुभयो नि। आशिकी फिल्मको अलरेडी टोटल फिल्मको सकिसकेको छ। यो लास्ट इन्डिङ पार्ट चाहिँ तपाईँलाई यो जग्गालाई प्रमोट गरिदिइरहेको छ, त्यो सोच्नुहोस्। यो सुटिङ अलरेडी भइसकेको छ, तपाईँले है सुटिङ भइसकेको छ, अलिकति तपाईँको जग्गालाई प्रमोट गरिराखेको छ। यसमा तपाईँ खुसी हुनुहोस्, तपाईँ सधैँभरि यसरी खुसी रहनुहोस्, अरूलाई मोटिभेसन नगरिदिनुहोस्। म यही भन्न चाहन्छु सोसल नेटवर्कको प्लेटफर्मबाट। हाम्रो प्यारो दाजुभाइहरूलाई पनि म यो सानो भिडियोको तर्फबाट है म यति नै भन्न चाहन्छु। कसैलाई पनि पुरा एउटा सानो फिल्मको क्लिपलाई पुरा
हामीले मुभी हेरिसक्यौँ आशिकी 3 भनेर नसोचिदिनुहोस् होला। यो अलरेडी यो मुभीको यो लास्ट इन्डिङ पार्ट हो। तपाईँहरूलाई यो चाहिँ त्यो सोचिदिनुहोस् होइन, अलरेडी भइसकेको छ। यो क्लिप लास्टको क्लिप हो। त्यसले गर्दाखेरि तपाईँले बरु सक्नुहुन्छ भने प्रमोट गर्नुहोस् तपाईँको जग्गामा। यो जग्गामा पनि सुटिङ भएको थियो आशिकी 3 भन्ने जग्गाको मुभीको भनेर चाहिँ बरु तपाईँले प्रमोसन गर्नुहोस्, तपाईँले रिल्स हाल्नुहोस्, केही पनि गर्नुहोस् तपाईँले। किन भन्दाखेरि तपाईँको जग्गाको हरेक मानिसहरूले हेर्नेछ, हाम्रो जग्गामा सुटिङ भएको थियो, आशिकी फिल्म त हेर्नै पर्छ भन्ने एउटा मान्छेको मनमा सोच बढाइदिनुहोस्। बरु त्यस्तो नराम्रो थिङ्किङ लिएर नबोलिदिनुहोस् होला भन्दै म यो भिडियो यहीँ राख्न चाहन्छु। धन्यवाद।